Hello guys, welcome back to my new video. हजुरहरूलाई लाग्यो होला वर्ल्ड कप ग्रुप कस्तो आएको छ र अब वर्ल्ड कप पनि केही दिनमा सुरु हुन गइरहेको छ र हजुरहरूलाई पनि म वर्ल्ड कप ग्रुप देखाउने छु र पोर्चुगल चाहिँ ग्रुप केमा परेछ भन्दाखेरि पक्नुहोस् है त पोर्चुगलको फिक्सचर हेरौँ। So hey guys, welcome back to my new video. So guys, आज हामी खेल्न जाँदैछु ई फुटबलमा नि वर्ल्ड कपको ग्रुप स्टेज गेम हो गाइस। आज हामी पोर्चुगलको ग्रुप स्टेज गेम खेल्न जाँदैछु र पोर्चुगलले कति जित्नेछ ल हेर्दै जानु होला भिडियोमा। पोर्चुगल चाहिँ ग्रुप केमा परेको छ र अर्जेन्टिना ग्रुप C र ग्रुप आईमा फ्रान्स, ग्रुप एचमा स्पेन परेको छ भने ल अब सुरु गरौँ है त। पोर्चुगलको लाइनअप चाहिँ हामीले मिलाउनु पर्ने हुनेछ यहाँ। अब के गर्नु त, अलि बिग्रेको छ लाइनअप, फर्मेसन मिलाउनु पर्ने हुनेछ। फर्मेसन 4-3-2-1 खेलाउनु पर्ने हुन्छ हामीले अगाडि रोनाल्डो नै खेलाउनु पर्ने हुन्छ। यता गोन्जालो रामोसलाई सब गरेर हामीले राख्नुपर्ने हुन्छ बर्नार्डो सिल्भा। हामीले राइट विङमा राख्नेछौँ, लेफ्ट विङमा राख्नेछौँ राफाएल ल्याओ, राइट विङमा बर्नार्डो सिल्भा। अलि मिलेन यो फर्मेसन। 3-3-3 मिल्छ अब चाहिँ, यो नि अलि मिलेन। कस्तो चाहिँ मिल्दा हो नि, यो नि मिल्दैन। यो चाहिँ मिल्छ। यो फर्मेसन खेल्नेछ पोर्चुगलले। अब यहाँ खेल्नेछन् भिटिनिया। हाम्रो सब सेन्टर फ्रन्टमा चाहिँ जाओ फेलिक्स पनि हुनेछन् र गोन्जालो रामोस पनि हुनेछन्। हजुरहरू नयाँ हुनुहुन्छ भने मलाई त सब्सक्राइब गरिदिनु होला। सुरु भएको छ अब पोर्चुगलको फर्स्ट ग्रुप स्टेजको म्याच वर्ल्ड कपको। यो चाहिँ अब एआईसँग खेल्दैछु, अब के हुन्छ हेर्नु होला। र यसपालिको वर्ल्ड कप पोर्चुगलले जित्ला कि भन्ने होप छ हामीलाई चाहिँ, किनकि पोर्चुगलको प्लेयरहरूले क्लब लेभलमा ब्याक टु ब्याक ट्रफी जितिरहेको छ। कुरा गरौँ कसको कुरा गर्नुहुन्छ, पिएससीबाट खेल्छन् जाओ फेलिक्स र पिटिनिया, अर्को नुनो मेन्डेज, गोन्जालो रामोस र जाओ नेवेज। चारैजनाले ब्याक टु ब्याक च्याम्पियन्स लिग जितिसक्यो र साउदी प्रो लिगमा नि जाओ फेलिक्स र रोनाल्डोले ट्रफी जितिसक्यो। अब नजित्ला त वर्ल्ड कप जित्छ ल। अब ग्रुप स्टेजको फर्स्ट म्याचमा के हुन्छ हेर्दै जानु होला है त। किक अफ भइसकेको छ। रोनाल्डो जाओ नेवेजलाई, जाओ क्यान्सेलो नि बार्सिलोनाबाट खेल्ने प्लेयर हुन्। बार्सिलोनामा चाहिँ लेफ्ट ब्याकमा खेलेर हुन्छ र अहिले पोर्चुगलमा नुनो मेन्डेज भएर उनी राइट ब्याक खेलेका हुन्। वर्ल्डको बेस्ट टप 3 मिडफिल्डर चाहिँ पोर्चुगलसँगै छ र जाओ नेवेजले गोल हानिदिसकेको छ। हेर्न सक्नुहुन्छ कस्तो खतरा गोल छ त होइन। प्लेयर त पोर्चुगलको हो नि, वर्ल्ड कपमा नि यस्तै हुनु छ त भन्नु होला है त कमेन्टमा। लाइक गरिदिइहाल्नु होला। कहाँदेखि हानेको छ गोल पनि हेर्नुहोस्। पापा
अतिमै फर्ममा छ पोर्चुगलको प्लेयरहरू अहिले। हेर्नुहोस् किप्पर पनि नराम्रो रहेछ, त्यही भएर होला, हुनसक्छ नराम्रै गोल खायो। तर हेरौँ हामीले कति गोल हान्न सक्छौँ कङ्गोलाई। क्रिस्टियानो रोनाल्डो प्रेसमा र जाओ नेवेसको खुट्टामा बल र राफाएल ल्याओ कुदिसकेको छ स्किल देखाउँदै। नाइस। ल वर्ल्डको बेस्ट मिडफिल्डर भिटिनिया, बर्नार्डो सिल्भाको सुट किपरले सेभ गरिदिएका छन्। राफाएल ल्याओले ट्याकल हान्दिएका छन्। डिफेन्स पनि राम्रै छ मड्रिडको। किप्पर झन् भन्नै पर्दैन, डियागो कोस्टा। उनले नुनो मेन्डेज ओभरले अफसाइड भएको छ र यो कसरी अफसाइड हुन गयो? नुनो मेन्डेजको आधी शरीर अफसाइड। अफसाइड हानिसकेको छ र हेडिङमा रोनाल्डो रनमा। रोनाल्डोले बल पाएको छ र आउटसाइड द बक्स हान्न सक्छन्। मिस भएका छ। राम्रै ट्राई गरेका थिएन रोनाल्डोले, तर हान्न सकेनन् किनकि उनी बुढो भइसके। हजुरहरू भिडियोमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। छिट्टै नै 2K नि पुर्याइदिनु होला, भन्नु पर्दैन होला हजुरहरूलाई। जाओ नेवेस। भिटिनियाले खेलेको छ क्रिस्टियानो रोनाल्डोलाई। रोनाल्डोले हानेका छन् गोल। राम्रै गोल हाने है क्रिस्टियानो रोनाल्डोले। उनले अब छिट्टै नै 1000 गोल पुर्याउनेवाला छन्। अब वर्ल्ड कपको फाइनलमा उनले 1000 गोल पुर्याउन सक्दैनन् किनकि अझै नै लगभग 25 गोल जति बाँकी छ र एउटा वर्ल्ड कपमा 25 गोल हान्नु भने इम्पोसिबल हो। हजुरहरूको फेभरेट टिम चाहिँ कुन हो वर्ल्ड कपको लागि र कमेन्ट गरिदिनु होला है। मेरो चाहिँ पोर्चुगल नै हो। ब्रुनो फर्नान्डेज, जाओ नेवेस, राफाएल ल्याओ, नुनो मेन्डेज। वर्ल्डको बेस्ट लेफ्ट ब्याक चाहिँ नुनो मेन्डेज हो है अहिलेको टाइममा। जाओ नेवेसको अर्को पनि सर्ट, तर किपरले सेभ गरेका छन्। नुनो मेन्डेज रनमा, राफाएल ल्याओ ब्याकमा झरेका छन् भने ल ल ल ल गोल खाए। नाइस डिफेन्डिङ राम्रो गरेका थिए, तर कर्नर पाएका छन्। के गोल हान्न सक्ला त? सक्दैनन् किनकि पोर्चुगलको डिफेन्स खत्रै छ र अट्याकिङ त भन्नै पर्दैन र मिडफिल्डर त भन्नै पर्दैन। रोनाल्डो प्रेसमा गएका छन् र ब्रुनो फर्नान्डेज अहिले प्रिमियर लिगको टप असिस्टरको अवार्ड जितेर आएका छन्। नुनो मेन्डेज स्लाइड हानेका थिए तर बल नि पाए भिटिनिया र रोनाल्डोलाई बल फाल्दिएका छन् राफाएल ल्याओले, पाएनन् रोनाल्डोले। र हाफ टाइम पनि भइसकेको छ, त्यसै खुसीमा रोनाल्डोले 1 गोल हानेका छन् र जाओ नेवेसले 1 गोल, र त्यसै खुसीमा सब्सक्राइब गरिदिनु होला।
र उताको टेक किक अफ रहेको छ र रोनाल्डोले बल पाएको छ र आफ्नो टिममेटलाई खेलिदिइसकेको छ र जाओ नेभेज भनेको भिटिनिया परे तर भिटिनियाको सुट गोलमा परिवर्तन भयो। भिटिनियाको सुट के पोर्चुगलले वर्ल्ड कपमा नि यस्तै गरी खेलाउनेछन्? पक्कै पनि खेलाउनेछन्। र हजुरहरू कुन टिमलाई सपोर्ट गर्नुहुन्छ वर्ल्ड कपमा भन्नु होला। ओहो रोनाल्डोले फर्स्टमै प्रेस गरेर बल पाए र भिटिनियाले पाएनन्। भिटिनिया प्रेसमा जाउने बेच राफेलियाओ ट्याकल हानेका छन् र येल्लो कार्ड पाए राफेलियाओले। उनी काले भएर जङ्गेर खेलेका होलान् तर अपोनेन्ट पनि कालै छन्। फ्री किक पाएका छन् कि फेरि गोल खाने सङ्केत देखेका छन् अपोनेन्टले। जाउनेवेसको क्लियर र ब्रुनो फर्नान्डेजको खुट्टामा बल। ल ब्रुनो फर्नान्डेजले बर्नार्डो सिल्भालाई रोनाल्डो गोल हानेका छन्। रोनाल्डोले 2 गोल, भिटिनियाले 1 गोल, जाउनेवेसले 1 गोल। यस्तो हुनुपर्छ नि त टिम भनेको। सेलिब्रेसन हेर्नुहोस्, 3 जना मूर्खहरूको सेलिब्रेसन। बाफ्रे बा, यसपालि पोर्चुगलको टिम चाहिँ खत्रै रहेको छ। फेरि रोनाल्डोले बल पाए, रोनाल्डो मिस गर्न पुगे। राफेलियाओले भिटिनियालाई फाल्दे तर भिटिनियाले रोनाल्डोले गोल, ह्याट्रिक। पोर्चुगल 5 अर्को टिमको 0 भएको छ। वर्ल्ड कपको फाइनलमा यो स्कोर निकालोस् पोर्चुगलले। रोनाल्डोले खतरा नै खेलिदिइरहेको छन् र ब्रुनो फर्नान्डेजलाई रोनाल्डोको असिस्ट र ब्रुनो फर्नान्डेजको सट र सेभ, राफेलियाओको सुट आउट। बर्नाल्डो जाउने बेच ट्याकल हानेका छन्। जानेज ब्रुनो फर्नान्डेज बल कसे रुबिन डियाजले राफेलियाओ तर बल पाएनन् उनले। नुनो मेन्डेज काले राफेलियाओ ब्रुनो फर्नान्डेज हेडिङ, रोनाल्डोको अर्को सट र भिटिनियाले गोल हाने। यस्तो हुनुपर्छ टिम भनेको। लु बाफ्रे बा, कति गोल हान्न सकेका पोर्चुगलका टिमले। रोनाल्डो प्रेसमा फेरि रोनाल्डोले बल पाएर हाल्दिसकेका छन् ब्रुनो फर्नान्डेजलाई। ब्रुनो फर्नान्डेजले गोल हानेका छन्। रोनाल्डोले रुवाएको छ र ग्रुप टप हानेका छन्। के वर्ल्ड कपमा नि यस्तो खेल्दैछन् पोर्चुगल? कमेन्टमा भन्नु होला। रोनाल्डोले फाल्दे ब्रुनो फर्नान्डेजलाई फेरि अलिकति मिस हुन पुग्यो र क्रिस्टियानो रोनाल्डोले पाए। रोनाल्डोले फेरि गोल हाने। कति हान्न सकेका हुन् रोनाल्डोले। यही पारामा एउटा गेममा 5 गोल जति हान्यो भने त पुग्छ। 5 गेम खेल्यो भने रोनाल्डोले वर्ल्ड कपमै 1000 गोल पुर्याउनेवाला छन्। के यो सम्भव होला त? 40 वर्षको बाघले यो सम्भव गर्न सक्ला? एक गेममा 5 गोल हान्न सक्ला? हेरौँ अब के हुनेवाला छ। रोनाल्डो प्रेसमा, रोनाल्डोले बल खोसे तर पास झिकेका छन्।
राफेल ल्याओले रोनाल्डोलाई जिके तर भ्याएनन्। किप्पर अगाडि बढ्न पुगे। नुनो मेन्डेस ओल्ड गोल लेफ्ट ब्याक, बेस्ट लेफ्ट ब्याक। ब्रुनो फर्नान्डेजको हातमा बल। बर्नार्डो सिल्भालाई फाल्दैका छन् र जाओ क्यान्सेलोको हातमा बल र रोनाल्डोले फेरि गोल हाने। ओ अफसाइड रहेको थियो रोनाल्डो। आधी खुट्टा अनसाइड र आधी खुट्टा अफसाइड रहेको थियो। मलाई लाग्छ अब पोर्चुगलले अझै एक गोल थप्नेवाला छन् कि के हो गाइज भन्नु होला। एफएलएको सर्ट र रोनाल्डोको चेस्ट। ओ ना 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 बेटे ना, पोर्चुगलको ना जित पाएगा तू। रोनाल्डोले के गर्नेछन्, बल लुज गर्नेछन् तर प्रेसमा, जवानीको प्रेसमा रोनाल्डो, ब्रुनो फर्नान्डेज, बर्नार्डो सिल्भा फेरि बल मिस गर्नेका थिए तर ब्रुनो फर्नान्डेज पुगे र जाओ नेभेज। टाइम सकेको छ।